हेलो एभ्रिवान, गुड मर्निङ वन्स अगेन। आज पनि तपाईहरु समक्ष एउटा नयाँ भ्लग लिएर आएको छु। आज चाहिँ हामी यसै एउटा बिहा एटेन्ड गर्नु जाँदैछौँ। त्यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ भ्लगद्वारा नै तपाईहरुलाई म जानकारी दिँदै जान्छु। सो स्टे ट्युन एभ्रिवान एन्ड इन्जोय द भ्लग। हाम्रो अब प्याकिङ सेट भयो। अब चाहिँ हामी निस्केको यहाँबाट चाहिँ हामी गएर गाडी राखेर अर्को गाडीमा चाहिँ निस्किनेछौँ। भाइको साथीहरू चाहिँ आउँदैछ है। चाहिँ अलिकति चेन्ज अफ प्लान भयो। अन्त अहिले चाहिँ हामी जाँदैछौँ हाम्रै गाडी लगेर। अन्त अगाडिबाट भाइको साथीहरू छ, त्यहाँबाट हामी सिधै जाने हो। कहाँनिर भन्दा चाहिँ मेरो भाइले भन्दैछ है। निस्क्यौँ, बेलालुका रोड पुगिसक्यौँ। कहाँ गएको भनिदिहाल, कहाँनिर गएको? सन्दकपू मानेभन्ज्याङ जाने चाहिँ फर्स्ट मानेभन्ज्याङ, त्यहाँबाट सन्दकपू बिहा खाने, बिहा खाएर भोलि सर्ट एन्ड स्विट भनिन्छ नि यसले त। हाम्रो पेम्बा भाइको बिहा। ल निस्क्यौँ हामी भेटेर तथा यो स्टेसन आइपुग्यो। अन्त यहाँबाट मानेभन्ज्याङसम्म गएर चाहिँ यहाँ चाहिँ जाने। मानेभन्ज्याङको बाटो गएर अब मानेभन्ज्याङ जानु आँटेको हो। यहाँ भन्दा पछाडि छ मान्छे। फाइनली मानेभन्ज्याङ आइपुग्यौँ। यहाँनिर हामीले गाडी पार्क गरेर चाहिँ अब अर्को गाडी पर्खिरहेको छौँ। आउँदैछ अरे, चित्रे गएको छ भन्दैछ है। सो दिस इज मानेभन्ज्याङ। यहाँबाट चाहिँ हामी अर्को गाडीमा जाने हो। अब एकछिन हामी यहाँनिर बस्दै गर्ने हो गाडी आन्जेलसम्म है। यो चाहिँ हो आमाङ रेस्टुरेन्ट। यहाँ चाहिँ भाइको चिनाजाना सबैको है। यहाँ चाहिँ मानेभन्ज्याङमा डाइस खेला भएर हल्का यहाँ चाहिँ इन्डिया पनि चल्दो रहेछ। नेपालमा डाइस खेला केटाहरू यहाँ हो खतरा गाडी। यहाँनिर छौँ हामी सन्दकपुरतर्फ मुभ हुन लागेको छौँ है। अन्त अब सबै जाँदैछौँ हामी, प्रायः सबै यहाँनिर जमघाट भइसक्यो। अब सिधै हामी जाने हो सन्दकपुरतर्फ। एउटा गाडी भयो, एउटा चाहिँ उतापट्टिको बोलेरो चाहिँ हाम्रो हो। यसमा चाहिँ हामी चढेर जानुपर्ने हो है। फिलहाल छिट्रै यहाँको स्टार्ट भयो मानेभन्ज्याङबाट चाहिँ माथि आइपुगेको चाहिँ यस्तो छ है। एक्सप्रेसन त के हो, खतरा छ त्यो। कतिको छ अन्त आजको एक्साइटमेन्ट? माथि गएर फुल एक्साइटमेन्ट भाइको। अघि लाग्ने विकासको कतिको चाहिँ एक्साइटमेन्ट? डरलाग्दो जोस छ, जोस छ। जोस किन नहोस् है, लोकेसनै दामी तपाईँ लाग्दैछ। फर्स्ट टाइम अलिक माथि आइपुग्यौँ। यहाँबाट लगभग कति लाग्छ हौ टाइम त? 2.5 घन्टा लाग्छ। तपाईँको शुभ नाम चाहिँ? योगेश। एउटा घन्टा लाग्छ भन्दैछ। यतिको राइड चाहिँ मजा आउँछ। अन्डरस्ट्यान्डिङमा मजाले यसरी पासहरू दिनुपर्छ। जाँदा चाहिँ
फिलहालले हामी चाहिँ मेघमा चेक पोइन्ट क्रस गरेर लाग्दैछौँ। सो फिलहाल हामी अहिले टोङ्लु आइपुग्यौँ है, सिन्डो ब्रिज। हामी चाहिँ टोङ्लु आइपुग्यौँ। एकछिन बिसाउने भयो। अन्त अब यहाँ चाहिँ म मेरो प्यारो भाइलाई सोध्नुपर्ने छ, भाइ कस्तो लाग्यो उकालोको राइड चाहिँ कस्तो लाग्यो? अहिलेसम्मको राइड दामी है, डेस्टिनेसन वेटिङ। अन्त प्लस यहाँको भ्यूहरू चाहिँ एकदमै दामी छ र मैले तपाईँहरूलाई पनि यहाँबाट देखाउने छु है। त्यस्तो छ हाम्रो गाडी चाहिँ हो, हामी जोडेको छ रेड वान, अगाडि पनि त्यो पनि हो है हाम्रो भयो। यस्तो छ दामी छ भ्यू माथि टोङ्लु। यहाँबाट चाहिँ भ्यू एकदमै दामी छ माथिनिरबाट चाहिँ। अब त्यहीँ जाँदैछु है, त्यहाँबाट देखाउने छु तपाईँहरूलाई म भ्यू चाहिँ कस्तो छ। टोङ्लुबाट भ्यू चाहिँ यस्तो छ है, दामी भ्यू यस्तो छ, दामी दामी। यस्तो खालको चाहिँ हामीलाई एउटा चाहिएको रिफ्रेसमेन्ट छ। अन्त आज एउटा डेस्टिनेसन वेडिङ हामी एटेन्ड गर्नु आएको। सो द भ्यू इज ब्युटिफुल। सन्दकपुरमा हामी जाँदैछौँ अहिले फिलहाल। टोङ्लुमा चाहिँ अलिकति यहाँ माथिको डाँडामा चाहिँ हामी इन्जोय गर्न एकछिन है। अब जाँदैछौँ फेरि हामी है। हामी फिलहाल चाहिँ यहाँ टोङ्लुबाट निस्क्यौँ, सिधै बाटोतिर जानु हो। सबै योहरूको कस्तो छ भ्यूहरू सबै देखाउँदै जाने है। भ्यू चाहिँ दामी देख्दो रहेछ तर है, हामी टुम्लिङ आइपुग्यो। यहाँको अल्टिट्युड चाहिँ 2970 रहेछ। हिसाब चाहिँ कति हामी गैरीबास आइसक्यौँ। फिलहाल अहिले हामी चाहिँ आइपुग्यौँ गैरीबास। अन्त यहाँनिर हाम्रो गाडी रोकिरहेको छ। एकछिन यहाँनिर अब मोमोसोमो खाएर चाहिँ त्यहाँदेखि यो साइडबाट चाहिँ हामी जाने सिधै सन्दकपुरको बाटो है। यस्तो छ यहाँको गैरीबासदेखि चाहिँ अलिकति वेदर पनि यस्तो भइसक्यो है। गैरीबासबाट यहाँबाट चाहिँ यो बाटो चाहिँ सिधै सन्दकपुर अब लाग्ने। हामी एकछिन अब यहाँनिर खाजासाजा खाएर है। यस्तो चाहिँ म्याग्नोलिया रेस्टुरेन्ट एन्ड होमस्टे गैरीबास। यहाँ चाहिँ गैरीबासमा तपाईँहरूलाई आएर बस्नु मन छ भने चाहिँ यहाँ बस्दा पनि हुन्छ। अब चाहिँ तातो तातो मोमो खाने हो, सिधै लाग्ने हामी। अहिले चाहिँ हामी खाजासाजा खाएर अब सन्दकपुर तपाईँ लाग्दैछ। यहाँबाट लगभग गैरीबासबाट 12 किलोमिटर हो। यहाँबाट चाहिँ अलिक उकालो पर्छ। पनि यहाँ मजाको देखिन्छ है। छैन गाडीको फोर व्हिलर हुन्छ नि हामी होइन। 2 नम्बर यस्तो उकालो पनि 2मा छ है, 2मा यस्तो पुग्छ नि। अन्त उकालो चाहिँ यस्तो छ है, 2 नम्बर 3 चाहिँ हामी अब गैरीबासबाट अलिक माथि आएर चाहिँ कट्टा भन्ने जग्गा आइसक्यौँ है। यस्तो छ यहाँ कट्टा क्रस गरेर कता छ आइपुग्न आँट्यौँ है। जहाँ चाहिँ अब लगभग 2 किलोमिटर जस्तो रहेछ बतास जाँदैछौँ। बाटो चाहिँ यस्तो चाहिँ यो चाहिँ हामी बतासे आइपुग्यौँ है। बतासे यहाँ चाहिँ पासहरू चाहिँ
एकदम स्किल्ड बनाएको छ बाटो अलिक हामी कालपोखरी आइपुग्यौँ अन्त यहाँनिर वरिपरिको वेदर चाहिँ आज यस्तो प्रकारको छ यो चाहिँ अल्टिट्युड छ 3186 मिटर्स अल्टिट्युडमा छ है यहाँको भ्यू चाहिँ यस्तो छ है अब तपाईँलाई देखाउँछु वेलकम टु सन्दकपुर रुरल म्युनिसिपालिटी यो चाहिँ हो कालपोखरी अल्टिट्युडहरू सबै दिएको छ अन्त यहाँ तल चाहिँ तपाईँको कालपोखरी छ है यहाँनिर चाहिँ तपाईँको पोखरी छ तलनिर जस्तो छ है यहाँ देख्न सक्नुहुन्छ बिके भन्ज्याङमा छौँ अन्त यो चाहिँ मजाको जग्गा छ तपाईँहरूलाई म देखाउनेछु है फ्रन्ट क्यामेराबाट अब यहाँबाट चाहिँ स्टार्ट हुन्छ हाम्रो सन्दकपुर लगभग 6 to 7 किलोमिटर्स छ एकदमै अफ रोडिङ छ यो बाटो चाहिँ यो चाहिँ इन्डिया पर्छ यो बाटो चाहिँ यो चाहिँ नेपालपट्टि अन्त यसले चाहिँ मजाको यो डिमार्केसन यसले यो उयसले चाहिँ बाँडेको छ है अन्त नेपालको गाडी थार यो त अन्त यो बाटो जानुपर्ने हामी चाहिँ कालपोखरीबाट निस्क्यौँ अब चाहिँ नेक्स्टमा चाहिँ हाम्रो के भन्छ आउँछौँ यहाँबाट चाहिँ बाटो अलिकति अन्य खालको छ हामी चाहिँ चौरी चोक आइपुग्यौँ क्याप्चरहरू है नवदीपको अनुहार यता कसिलो भएर सबैजना चौरी चोक आइपुग्यौँ अन्त यहाँ एकछिन गाडी रोकेर हामी वासरुमहरू जाने अन्त यसो फोटोहरू खिच्ने क्रममा छौँ अन्त यही हो बाटो तिमी हेर्नुहोस् अफ रोडिङ चाहिँ भयङ्कर छ यहाँबाट कालपोखरीदेखि सन्दकपुरसम्म चाहिँ यस्तै हो बाटो अब योभन्दा पनि अगाडि अलिकति अप्ठ्यारोहरू थियो पहिला आउँदा त म तर अहिले अलिकति सोइलिङहरू अलिक हालिदिएकोले गर्दा चाहिँ अलिकति सजिलो छ निकै पहिला आएको अन्त यस्तो छ अहिले चाहिँ बाटो सबै टोटल अफ रोडिङ अब चाहिँ हामी यहाँबाट निस्केको है ट्रेकर्सहरू पुरा जाँदैछ होइन यहाँबाट चाहिँ अब सन्दकपुर लगभग 3.5 किलोमिटर है फाइनली हामी सन्दकपुर आइपुग्यौँ अन्त वेडिङ गर्ने घर चाहिँ यही हो हामी सन्दकपुर आइसक्यौँ अन्त अहिले फिलहाल हामी रुम आइरहेको छौँ यहाँ लगेज राखेर अब रेडी भएर चाहिँ हामी जाने हो बिहामा तर यहाँनिर चाहिँ लाइट छैन अब चार्ज चाहिँ कम्ती छ सो हेरौँ अब त्यो चाहिँ सन्दकपुर आजको रुम है 3टा बेडरुम छ 2-2जना गरेर हामी बस्ने हो मस्त चाहिँ ठिक रुमको चाहिँ यहाँ विन्डो भ्यू त्यहाँबाट अघि देखाएको भ्यू है वासरुम यता छ यस्तो छ
पुगेको भ्लगमा यहीँ एन्ड गर्दैछु सो नेक्स्ट भ्लगमा स्टार्ट गर्ने चाहिँ एउटै बत्ती पनि छैन अब चार्ज भयो भने चाहिँ स्टार्ट गर्नेछु सो स्टे ट्युन्ड फर द नेक्स्ट कमिङ एपिसोड अफ सन्दकपुर बिहाको है